ललितपुर जिल्ला नेपाल कम्युनिस्ट पार्टी लगायत संयुक्त जनवर्गीय संगठन संयुक्त पार्टीहरू 4 पार्टीद्वारा सिडिओ कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गतको आजको ललितपुर जिल्लाको संयुक्त कार्यक्रममा यहाँ नारा जुलुस हुँदै गइरहेको छ। यो जुलुससँगै ज्ञापन पत्र बुझाउने कार्यक्रम छ। नेपाल कम्युनिस्ट पार्टीसँग भएको 3 बुँदे सहमति लगायत विषयहरूमा र ललितपुर जिल्लाले पक्राउ पूर्जी जारी गरेका विषयहरूमा ललितपुर जिल्ला नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आज ललितपुर जिल्ला प्रशासन कार्यालयमा संयुक्त ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकोले ललितपुरको लगनखेलबाट सिडिओ कार्यालय जाँदै गर्दाको यो दृश्य हो। केपी ओलीको नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको 3 बुँदे सम्झौता कार्यान्वयनको लागि र महँगी लगायतका विषयहरूमा ज्ञापन पत्र बुझाउनको लागि ललितपुर जिल्ला नेपाल कम्युनिस्ट पार्टीले यो र्यालीको आयोजना गरेर सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कुरा जानकारी गराउँ। लगनखेलबाट सिडिओ कार्यालय जाँदै नेपाल कम्युनिस्ट पार्टी लगायत 4 पार्टीको संयुक्त ज्ञापन पत्र। बढ्दो महँगी नियन्त्रण गर, बढ्दो महँगी नियन्त्रण गर, पक्राउ पुँजी खारेज गर, पक्राउ पुँजी खारेज गर, पक्राउ पुँजी खारेज गर, पक्राउ पुँजी खारेज गर, सम्पूर्ण राष्ट्रघाटी सन्धिहरू 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 खारेज गर, राष्ट्रघाटी एमसीसी सम्झौता खारेज गर, राष्ट्रघाटी एमसीसी सम्झौता खारेज 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 गर, राष्ट्रघाटी एसएसपी सम्झौता खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, बढ्दो महँगी नियन्त्रण गर, पक्राउ पुँजी खारेज गर, पक्राउ पुँजी खारेज गर, पक्राउ पुँजी खारेज गर, 3 बुँदे सम्झौता कार्यान्वयन गर। ललितपुर जिल्ला नेपाल कम्युनिस्ट पार्टी लगायत संयुक्त जनवर्गीय संगठन संयुक्त पार्टीहरू 4 पार्टीद्वारा सिडिओ कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गतको आजको ललितपुर जिल्लाको संयुक्त कार्यक्रममा यहाँ नारा जुलुस हुँदै गइरहेको छ। यो जुलुससँगै ज्ञापन पत्र बुझाउने कार्यक्रम छ। नेपाल कम्युनिस्ट पार्टीसँग भएको 3 बुँदे सहमति लगायत विषयहरूमा र ललितपुर जिल्लाले पक्राउ पूर्जी जारी गरेका विषयहरूमा ललितपुर जिल्ला नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आज ललितपुर जिल्ला प्रशासन कार्यालयमा संयुक्त ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकोले ललितपुरको लगनखेलबाट सिडिओ कार्यालय जाँदै गर्दाको यो दृश्य हो। केपी ओलीको नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको 3 बुँदे सम्झौता कार्यान्वयनको लागि र महँगी लगायतका विषयहरूमा ज्ञापन पत्र बुझाउनको लागि ललितपुर जिल्ला नेपाल कम्युनिस्ट पार्टीले यो र्यालीको आयोजना गरेर सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कुरा जानकारी गराउँ। लगनखेलबाट सिडिओ कार्यालय जाँदै नेपाल कम्युनिस्ट पार्टी लगायत 4 पार्टीको संयुक्त ज्ञापन पत्र। राष्ट्रियतासँग सम्बन्धित, जनजीविकासँग सम्बन्धित र त्यसपछि गएर चाहिँ के भन्दाखेरि राष्ट्रिय हितसँग सम्बन्धित थुप्रै कुराहरू, महँगीसँग सम्बन्धित थुप्रै कुराहरू
चाहिँ समेटेर 4 बुँदे समझदारी के अरे 4 बुँदे ज्ञापन पत्र हामीले तय गरेका थियौँ। त्यो ज्ञापन पत्र आजै प्रधानमन्त्री कार्यालयमा चाहिँ पुर्याउने उहाँले जानकारी हामीलाई गर्नुभयो र ज्ञापन पत्र राम्रो ढङ्गले बुझाइयो र राम्रो ढङ्गले उहाँले हामीले चाहिँ हस्तान्तरण गऱ्यौँ। यो भित्रको जानकारी हो र अब हामी यो ज्ञापन पत्र देशव्यापी रूपमा जो आजै प्रधानमन्त्री कार्यालयमा केन्द्रित हुन्छ र त्यो विषयमा राज्यले के सोध्छ, राज्यले के धारणा बनाउँछ, हाम्रा मागप्रति राज्यले बनाउने धारणा, राज्यले अपनाउने नीति, राज्यले अपनाउने रवैयामा भोलिका दिनहरूमा के गर्ने भन्ने कुरा अनि त्यो भोलिको कुरा हुन्छ। आजको कार्यक्रम देशव्यापी रूपमा सफल भएको छ र यहाँ ललितपुरमा पनि सफल भएको छ। त्यसको निम्ति यो कार्यक्रममा सहभागी तपाईँहरू सबै कमरेडहरू, 4 पार्टीका सम्पूर्ण कमरेडहरू, नेता कमरेडहरू, तपाईँहरू सबैलाई म हार्दिक धन्यवाद दिँदै यो कार्यक्रम चाहिँ समापन भएको जानकारी गराउँछु। धन्यवाद।